14 वर्षीय खेलाडी वैभव सूर्यवंशीको शतकको मद्दतमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई 8 विकेटले हराएको छ। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गैराती भएको खेलमा गुजरातले जितका लागि दिएको 210 रनको लक्ष्य राजस्थानले 15 ओभर 5 बलमा 2 विकेट गुमाएर पूरा गर्यो। उसका 14 वर्षीय खेलाडी वैभव सूर्यवंशीले 38 बलमा 101 रन बनाए। उनले 35 बलमा शतक पूरा गरे। उनी आइपिएल क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। अर्का ओपनर यशस्वी जयसवालले अभिजित 70 रन जोडे। कप्तान रियान पराग 32 रनमा अभिजित रहे। गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले एक विकेट लिए। त्यसैगरी टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 209 रन बनाएको थियो। उसका कप्तान शुभमन गिलले सर्वाधिक 84 रन बनाए। जोस बटलर 50 रनमा अभिजित रहे। राजस्थानका महेश थिक्सानाले 2 तथा जोफ्रा आर्चर र सन्दीप शर्माले एक विकेट लिए। यो जितसँगै राजस्थान 10 खेलमा 6 अङ्क सहित 8औं स्थानमा छ भने गुजरात 9 खेलमा 12 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ।